हेलो साथीहरू, आज चाहिँ म न्यू डे न्यू ब्लगको साथमा हजुरहरूको सामु उपस्थित भइसकेको छु। अनि आज चाहिँ म एक्लै हो कि रुममा। मेरो बुढा चाहिँ खाना खाएर काममा गइसक्नुभयो। Oh my god! काममा गइसक्नुभयो। अनि भान्जी पनि हो नि त, भान्जी चाहिँ उता उदयपुर जानुभयो आज। अनि त्यहाँदेखि म चाहिँ रुममा एक्लै हो साथीहरू। अनि मैले चाहिँ बुढासँगै खाना खाइसकेको थिएँ है। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। त्यहाँदेखि मेरो रुमहरू अनि किचनहरू सफा गर्नुपर्ने थियो साथीहरू। अनि म चाहिँ आज एक्लै हो कि रुममा। अनि त्यहाँदेखि मेरो किचन पनि सफा गर्नुपर्ने थियो, अल्छी लागेर एक्लै रुममा। अनि यो चाहिँ मेरो साथीहरू दोस्रो ब्लग रहेको छ। फर्स्ट ब्लग चाहिँ अस्ति मैले बनाएको थिएँ, अनि यो चाहिँ आज पनि बनाऊँ भनेर बनाएको। अनि त्यहाँदेखि म चाहिँ लागेँ ओछ्यान मिलाउनुलाई। अब मेरो ओछ्यान पनि मिलाउनु पर्ने थियो, खाना चाहिँ बनाएर अब काममा जानुपर्छ नि त बुढालाई चाहिँ। अनि त्यस पछाडि बिहानै खाना बनाइदिनुपर्छ। अनि खानासाना बनाएर दुवैजना सँगै बसेर खाएर अनि उहाँ चाहिँ जानुभयो काममा। अनि म चाहिँ लागेँ आफ्नो काम गर्न सुरु साथीहरू। अनि अच्छा एक्लै खानुपर्छ नि त खाना, फेरि ढिलो खायो भने। त्यही भएर मैले चाहिँ बुढासँगै खाइसकेँ। त्यस पछाडि मलाई लाग्यो मेरो आफ्नो काम गर्नतर्फ साथीहरू। मैले चाहिँ मजाले कपडा मिलाइरहेको छु। अनि एक्लै बस्नु साथीहरू यस्तो झ्याउ लाग्दैन रुममा है। के गर्नु, अब एक्लै बस्नु पर्यो। बुढा पनि आउने एकैचोटि बेलुका मात्रै हो साथीहरू। अनि म चाहिँ मेरो दिन कसरी सुरुवात हुन्छ भनेर यस्तो साथीहरूसँग सेयर गरौँ भनेर मैले चाहिँ दोस्रो ब्लग स्टार्ट गरिसकेको छु साथीहरू। सबैजनाले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। के गल्ती हुन्छ बोल्दाखेरि, भिडियो बनाउँदाखेरि कस्तो टाइपले बनाउँदा राम्रो हुन्छ सल्लाह दिनु होला, सपोर्ट गर्नु होला साथीहरू। मलाई चाहिँ त्यस्तो केही आइडिया छैन, बस मलाई जस्तो आउँछ त्यस्तै गरे मात्रै हो। मैले बोल्दा पनि अब कति मिस्टेक भइरहेको होला साथीहरू, सो त्यसलाई माइन्ड नगरिकन साथ सपोर्ट गरिदिनु होला। अनि ओछ्यान पनि मिलाइसकेँ। अनि त्यहाँदेखि मेरो उता किचन पनि सफा गर्नु थियो कि, अनि खाना पनि राख्नु थियो। अनि म चाहिँ लागेँ किचन सफा गर्न साथीहरू। अनि यो मेरो ब्याकग्राउन्डलाई चाहिँ गोल्ली मारिदिनु है भन्दै म चाहिँ सरासर मेरो काम गर्न थालेँ साथीहरू। हजुरहरूलाई पनि देखाउँदै, हजुरहरूलाई पनि सुनाउँदै मेरो कुराहरू। म चाहिँ लागेँ साथीहरू आफ्नै तालमा मस्तले रुमाल हल्लाउँदै किचन सफा गरेँ साथीहरू। यस्तै छ मेरो ब्लग चाहिँ। अनि म चाहिँ मस्तले किचन सफा गरिरहेको थिएँ साथीहरू। अनि टक्क सामानहरू पनि कता कता के राख्नुपर्छ त्यो चाहिँ राखेर अनि मैले चाहिँ किचन सफा गर्दै थिएँ साथीहरू। रमाउँदै हजुरहरूलाई देखाउँदै एक्लै दिन कसरी कटाउने भनेर यस्तो ब्लग पनि बनाउँदै साथीहरू। फाइनली मैले किचन पनि सफा गरिसकेँ साथीहरू। अनि मेरो चाहिँ बढाल्नु पनि पर्ने थियो कि साथीहरू। अनि म चाहिँ हजुरहरूलाई देखाउँदै कुच्चा हल्लाउँदै बढाल्नु तर्फ लाग्यो साथीहरू म चाहिँ सरासर बढाल्नेतर्फ लागेँ, सनक सफा पारेर साथीहरू। अब आफू बस्ने ठाउँ रुम त सफा गर्नु पर्यो गरी साथीहरू होइन। अनि म चाहिँ मजाले सर आफ्नै तालमा बढाल्न थालेँ साथीहरू। हजुरहरू सामु पनि देखाउँदै बढाल्न थालेँ। सो साथीहरू मेरो चाहिँ ब्लगमा के सुधार्नु पर्ने हो, कसरी बनाउनु पर्ने, कसरी बनाउँदा चाहिँ राम्रो हुन्छ भनेर हजुरहरूले पनि सल्लाह सुझाव दिनु होला साथीहरू। अनि त्यहाँपट्टिको कुरा चाहिँ हाम्रो अर्को कोठा हो कि। सो साथीहरू अनि मेरो ब्लगमा चाहिँ होइन के कुराहरू इम्प्रुभ गर्नुपर्ने छ, के कुराहरू सुधार्न पर्ने छ अब होइन। फर्स्ट टाइम मेरो त योसँग 2टा ब्लग त हुँदैछ नि साथीहरू होइन। आइडियाहरू पनि छैन कि बोल्ने होइन, अनि कसरी बनाउँदा राम्रो हुन्छ। अझ अब मलाई भन्दा नि अब हजुरहरूलाई अलिकति
हजुरहरूले दिएको सल्लाह सुझावले चाहिँ अलिक राम्रो हुन्छ भनेर अनि मलाई चाहिँ अब हजुरहरूको साथ सपोर्ट चाहिएको छ साथीहरू सल्लाह सुझाव पनि दिनुहोला अनि सपोर्ट गर्नुहोला सब्सक्राइब गर्नुहोला लाइक कमेन्ट गर्नु नबिर्सिनु होला साथीहरू जस्तो जे भए पनि मेरो भ्लगलाई मन पराइदिनु होला अनि अब बोल्दाखेरि कति कुराहरू एउटै रिपिट पनि हुन सकेको हुन्छ साथीहरू त्यसलाई चाहिँ माइन्ड नगरिदिनु होला अनि एकदम माया गरिदिनु होला अनि मेरो बोलीलाई चाहिँ कसरी अझ इम्प्रुभ पार्न सकिन्छ होइन अनि त्यही अनुसारले हजुरहरूले माया गरिदिनु होला साथ सपोर्ट दिनु होला है साथीहरू अनि आजको मेरो भ्लग कस्तो लाग्यो भनिदिनु होला कमेन्ट गरिदिनु होला